She's chasing skies. हेलो गाइज वेलकम बैक टू माई न्यू भिडियो। आजको नयाँ भिडियोमा हजुरलाई स्वागत छ। आज चाहिँ डे 9, आज डे 9 ट्याक्क मस्त। अहिले चाहिँ म उठिसकेको छु। यसो बाहिरतिर हेरेको मौसम कस्तो भनेर। बाहिरको मौसम यस्तो रहेको छ, त्यहाँ साइडमा खोला छ अनि पानी आछ, हल्का हल्का पानी परिरहेको छ। अहिले चाहिँ शङ्कर दाइ आइसक्नु भएको छ। शङ्कर दाइ यसलाई सन्चो हुन्छ कि तपाईँ आइसक्नु चाहिँ आज तपाईँ आज चाहिँ कति दिनपछि भेट्दिन के छ यसो। मैले चाहिँ म डेली 100 दिनको भिडियो बनाउन खोजेको छु। तपाईँले यसमा केही भन्न चाहनुहुन्छ? केही भन्न चाहन्न, तिमी कहिले भेटिन्न। कस्तो नभेटिने, आज भेट्ने। तपाईँ धेरै दिनपछि भेट भयो। अहिले चाहिँ हामी ट्याक्क यो चौपारीदेखि यता जाँदै नारायणी पथ बिस्तारै हिँड्ने यार। अहिले चाहिँ यो चाहिँ तिनौको खोला हेर्नुहोस् गाई, जस्तो आकाश सफा देखिएछ। तिनौको खोला रहेको छ। अगाडि चाहिँ हामी यसो अगाडि बढिरहेका छौँ। अहिले चाहिँ हामी ट्याक्क नुवाकोट माथि निस्किँदैछौँ। आज नुवाकोटको भ्यू हेर्न जाने भनेर निस्किन थालेको। आज पुरा मौसम पनि खुलिरहेको छ अनि त्यही खुलेको मौसमको अवसर पारेर हामी चाहिँ बुटोलको दृश्य हेर्नको लागि माथि जाँदैछौँ गाइजहरू। यो चाहिँ ट्याक्क हामी भ्यू पोइन्टबाट देखिने बजारको दृश्य हो। यो बुटोलको बजार भयो अनि यहाँ चाहिँ शङ्कर दाइ हुनुहुन्छ। शङ्कर दाइले फोटो खिचाउँ भनेर रोक्नु भयो। शङ्कर गाइजहरू अहिले चाहिँ हामी यत्तिकै हिँडिरहेछौँ। पछाडि चाहिँ हेलमेट नलाइकन आइरहेछन् दुईजना। यसो हेर्नु होला, क्याप्चर गर्नु होला अनि नेपाल पुलिसलाई ट्याग गरेर पठाइदिनु होला। अहिले हामी त ट्याक्क नुवाकोटमा आइसकेका छौँ। शङ्कर दाइले नुवाकोट भनेर यस्तो कहाँ जङ्गलमा रोकाउनु हो यार। अहिले यसो राम्रो भ्यू देखिने ठाउँमा रोकाउनु भनेको। अहिले त पुरै कुहिरो लाग्यो नि त, केही देखिन्न। अघि तलसम्म यस्तो उसा थियो, घाम लाग्थ्यो। अहिले चाहिँ यस्तो कुहिरो आइरहेको छ कि त्यही हो। अहिले चाहिँ हामी यही जङ्गलभित्र गइसकेका छौँ। यस्तो जङ्गलमा यसो पिकनिक खाने भनेर हामीले यहाँ हल्का केही सामान लिएर आएको छौँ, त्यही खाइन्छ। जङ्गल यस्तो खतरनाक जङ्गल छ। अहिले त छु म रुखमा, हेर्नुहोस् यति माथि छु। अनि यो चाहिँ के रहेछ, के फल रहेछ भनेर यसो हेर्न आएको। यहाँ नि त कति फलेको रहेछ। यदि तपाईँहरूलाई नाम यसको थाहा छ भने कमेन्टमा कमेन्ट गर्नु होला के हो यसको नाम। अनि म चाहिँ यो फल यसो हेर्छु, टिप्छु कस्तो हो। अनि त्यही यस्तो पाक्न लागेछ। अनि कोही माथि पनि पाकेका छन्, तर त्यो नि के छ नि। अनि म चाहिँ अहिले यस्तरी बसेको। तल त लास फोरो हो यार, थ्याट यस्तो फोरो देखिँदैछ। यो माथिको चाहिँ ट्याक्क जमुना भन्ने रहेछ क्या। वारी जमुना पारी जमुना भन्ने गीत त सुन्नुभयो होला पक्कै पनि। त्यही जमुना भन्ने गीतमा रहेको त जमुना युज गरेको वर्ड चाहिँ यो बुटोको फलको रहेछ क्या यो। अहिले चाहिँ ट्याक्क म चाहिँ यो जङ्गलमा छु। जङ्गलको त्यहाँ यति थोरै मात्र बुटोलको बजार देखिएको छ। यो जङ्गल त खतरा रहेछ नि त यार। वाउ तर फोरो बनाएर रहेछ नि धेरै केटाहरू आएर। यहाँ त यस्तो भवाल देखियो। ट्याक्क यहाँदेखि गोलपार्क देखियो ल, थोरै भए पनि। म जुम गर्छु हेर्नु, देखिन्छ कि क्यामेरामा
देखिन्न होला ए ऊ हेर्नु आयो यो गोलपार्क देखियो गोलपार्क चाहिँ अहिले चाहिँ म यहाँ माथि छु यता चाहिँ के छ म हेर्दैछु कि हेर्नु त यस्तो फोहोर हो थैट ए हो यहाँबाट खतरा पहिला यो घाँस काट्न हामी यस्तै ठाउँमा जान्थ्यौँ कि त्यही ठाउँको याद पो आइदियो अहिले चाहिँ शङ्कर दाइ मस्त गीत बजाएर मस्त बस्न हेलमेट भाँच्न होला के तपाईँले अहिले चाहिँ हामी यत्तिकै बसिरहौँ यत्तिकै एकैछिन यही बस्यो अब निस्क्यौँ अहिले चाहिँ हामी यही जङ्गलमा छौँ अब यहाँदेखि हामी निस्किन्छौँ निस्केर चाहिँ कता गइन्छ शङ्कर दाइ तपाईँले भनिदिनु त ल भलगमा हामी अब गइन्छ नुवाकोटको भ्यू पोइन्टमा भ्यू पोइन्ट भन्नाले यताको भ्यू पोइन्ट कि उता तलको कताको ल कताको गइन्छ हामी चाहिँ जान त गइ नै रहेछ भ्यू पोइन्टमा ल अब हामी निस्क्यौँ ल जाम निस्क्यौँ अब अहिले चाहिँ हामी मेन रोडमा निस्किसकेका छौँ यहाँ शङ्कर दाइ हुनुहुन्छ शङ्कर दाइ थाक्नुभयो अनि बाइक चाहिँ यहीँ रहेको छ अघि हामी चाहिँ यो बाटो सिधै उता पर गएको थियौँ अहिले चाहिँ हामी आइसकियो अहिले त हामी ट्याक्क नुवाकोटको यो हल्का बजार होटेल सोटेल भएको एरियामा आइयो त्यहाँदेखि निस्किँदैछौँ हामी हेर्नुहोस् पछाडिको त्यहाँ यहाँ थोरै सिँढी चढेर जानुपर्ने रहेछ फाइनल्ली गाइज हामी माथि आइसकेका छौँ पछाडि रहेको छ बुटोलको बजार भयो हेर्नुहोस् यो बजार अनि चाहिँ अहिले माथि आइसक्यौँ अब यहाँ चाहिँ लास्ट फोरो रहेछ हेर्नु त यताबाट नि छ फोरो वा ब्युटिफुल सबै फोहोर चाहिँ लगभग यहाँ नुवाकोटको यो जङ्गलमा फोहोरले पुरै भरिएको रहेछ बुटल त फोहोरो भइसकेको थियो यहाँ पनि छोडेनन् फाइनल्ली यहाँबाट बजार यस्तो दामी देखिएछ अहिले त्यहाँ हामी चाहिँ यहाँदेखि झर्न थालेको बुटोलतिर फाइनल्ली गाई त्यस्तो चिफ्लो बाटोबाट त्यस्तो चिफ्लोमा बल्ल गरेर त्यो चिफ्लोदेखि हामी निस्किसकेका छौँ अहिले चाहिँ हामी ट्याक्क यो बाटोमा गयौँ कि बाइक जहाँ पार्किङ गरेको त्यहीँ यस अहिले चाहिँ हामी धेरै तल आइसकेका छौँ यहाँदेखि खतरा भ्यू देखिँदो रहेछ हेर्नुहोस् गाइजहरू हेर्नु त यस्तो खतरावाला अनि यत्तिकै अहिले चाहिँ यत्तिकै बसिरहेको हामी यहाँ चाहिँ पुरा मस्त मान्छे यहाँ रोकेर खतरा भ्यू चाहिँ देखिँदो रहेछ भने लगभग 2 टाइम आयो होला 2 चोटि आइसकेँ त्यही हो आजको दिनमा यस्तो भयो हेर्नु है हेर्नुहोस् गाइजहरू यस्तो छ चिल छ हामी चाहिँ यस्तो गर्मीमा यत्तिकै बसिरहेछौँ हेर्नुहोस् है यता हाम्रो शङ्कर दाइ हुनुहुन्छ शङ्कर दाइ केही भन्न चाहनुहुन्छ या शङ्कर दाइले यस भन्नु कसैले क्वेसन सोध्यो भने त्यसै यस गर्नुहुन्छ ल गाइजहरू हेर्नु यस्ता बाइकहरू यस्तो कुदाइरहेछन् यस हेर्नु त बबाल देखिन्छ बबाल फाइनल्ली गाइज अहिले चाहिँ म घर आइसकेँ अनि शङ्कर दाइ पनि रुममा जानुभयो अनि आजको भ्लग यस्तै भयो आज चाहिँ हामी नुवाकोट गइयो नुवाकोटमा रमाइलो गर्यो अनि यस्तै गरेर आजको दिन पनि भ्याइयो
त्यही हो गाइज, अब चाहिँ खानासाना खाएर सुत्नुपर्ने हुन्छ। आजको लागि यति नै हुन्छ भ्लग। मन परेमा लाइक हान्नु होला, अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। अनि के कस्तो छ भ्लग अनि सल्लाह सुझाव दिन छ भने कमेन्ट मार्फत मलाई दिनु होला भन्दै आजको भ्लग यही टुङ्गाउँछु। हस्त नमस्ते, थ्याङ्क यू फर वाचिङ, बाई, गुड नाइट।